हामी एआई को जमाना यानी कि युगमा छु मैले। हजुर कुनै पनि आर्टिफिशियल फोटो जेनेरेसन एप्स को माध्यमले सिर्फ तपाईले भन्नुपर्छ सामान्य फोटोलाई पनि यसरी परिवर्तन गरिदिनुहोस् ताकि त्यो व्यक्ति विशेषलाई ब्ल्याकमेल गर्नुमा तपाईलाई सुविधा होस्। तपाईले सानो एउटा फोटो मात्र दिनुपर्छ, त्यसको आधारमा त्यो त्यसको शैलीमा एकदम हुबहु तपाईलाई प्रस्तुति गरेर दिने गर्छ। यो कसैको साथमा पनि हुन सक्छ, सम्भव छ। प्रविधि यस्तो स्तरमा पुगिसकेको छ कि केही पनि सम्भव छ। यसलाई नै डीप फेक भनिन्छ। यदि तपाई वा परिचितलाई नक्कली फोटो भिडियो बनाएर दबाव दिइरहेको छ भने तुरन्तै रिपोर्ट गर्नुहोस् र कानुनी सहायता लिनुहोस्। धन्यवाद। सुरक्षित रहनुहोस्। सबैको जय होस्।